रुममा बसिरहेको थियो, बाइबल पढ्दै प्रार्थना गर्दै उनीहरूले माग्दै उनीहरूले थाहा नपाइकन पवित्र आत्माले भर्यो क्या। अहिले पनि हामी भरिँदैछ, यो टाइममा पनि तपाईँ कतिजना भरिँदैछ, अझै यो भरिने क्रममा चाहिँ गइ नै रहन्छ। अनि टु द रेसियो तपाईँलाई चाहिन्छ, किनभने यीशु प्रभुले यस्तो भनेको छ बाइबलमा, जीसस क्राइस्ट वाज फिल्ड विथ द स्पिरिट विदाउट मेजर। नाप्नै नसक्ने गरी भर्यो क्या, लिमिटलेस स्पिरिटले भर्यो। सो एउटा कुराले, जुन कुराले चाहिँ यो आत्मालाई भरिनुदेखि अलिकति रोक्छ, त्यो चाहिँ के हो भने चाहिँ कसैसँग अनमन अनि दुश्मनी छ भने। सो अहिले हामी यो प्रोफेटिक एक्ट गर्दैछ यो ठाउँमा, अनि त्यो चाहिँ के हो भने हामी 4 जना, विजय दाजुलाई म यति बेला बोलाउँछु, शिवन दाजुलाई, जोन दाजुलाई, अनि म आफै तपाईँहरू रिप्रेजेन्ट गरेर अनि एज अ क्रिस्चियन्स रिप्रेजेन्ट गरिकन हामी प्रभुलाई भन्दैछौँ कि हाम्रो बिचमा कुनै अनमन छैन, हामी ब्रदरहुडमा कुनै अनमन छैन, कुनै कम्पिटिसन छैन चर्चमा अर्को चर्चसँग, एउटा मिनिस्ट्रीदेखि लिएर अर्को मिनिस्ट्रीसँग कुनै राइभल छैन, को दामी हुने छैन। आज हामी त्यो जुवालाई भचाउँदैछौँ, कारण वचनले भन्छ पेन्टिकोस्टको दिनमा उनीहरू एकै मनको नभइन्जेलसम्म चाहिँ माथिबाट आगो मजाले खसेन। सो यति बेला म विजय दाजुलाई बोलाउँछु अगाडि, शिवन दाजुलाई अनि जोन दाजुलाई। यो रिप्रेजेन्ट गरिकन 4 कर्नर्स अफ द वर्ल्ड, संसारमा 4टा कुना छ, अनि हामी यो प्रेजेन्ट गर्दैछौँ। यहाँबाट गरेको प्रार्थनाले चाहिँ विश्वव्यापी मण्डली चाहिँ युनिटीमा आउँछ भनिकन हामी आज डिसयुनिटीको जुवालाई भचाउँदैछौँ। अनि हामी अन्य भाषा बोल्दै गर्दा तपाईँ पनि अन्य भाषा बोल्नुहोस्, हुन्छ? म यति बेला शिवन दाजुलाई, जोन दाजुलाई, विजय दाजुलाई अगाडि बोलाउँछु, माइक पनि एक एउटा साथमा। अनि म साँच्चै नै यति बेला उहाँहरूलाई अनर गर्छु, अनि डिसअनरको जुवा चाहिँ हाम्रो विश्वव्यापी मण्डलीबाट हटिएको होस्, राइभलरी एगेन्स्ट ब्रदर्स हटेको होस्, यति बेला एउटा भाइले अर्को भाइलाई मार्ने कुराहरू हटेको होस्, काइनको स्पिरिटहरू यति बेला ब्रेक होस्। शत्रुको नाम लुसिफरको नाम चाहिँ भाइलाई दोष लाउने के हो, दाजु हो, ब्रदर अफ एक्युजर, त्यसको जुवाहरू चाहिँ हाम्रोबाट भाँचिएको होस्, अनि हामीमा चाहिँ युनिटी आएको होस्, अनि हामी एउटै अकर्डमा अनि एउटै माइन्डमा अझै आउँदैछ। हुन्छ? सहमत हुनुहुन्छ? सो हामीले यो गर्दै गर्दा म तपाईँलाई के भन्छु भने, यदि तपाईँलाई कसैसँग मन दुखेको छ नि, यो पोइन्ट अफ टाइममा क्षमा दिने। कसैले तपाईँलाई हर्ट गरेछ, बिट्रे गरेछ, त्यो मान्छे सोच्दै तपाईँलाई अलिकति मजा आएको छैन भने दिस इज द पर्फेक्ट टाइम क्षमा दिने। कारण तपाईँले क्षमा दिनु भएन भने तपाईँको भेटी परमेश्वरले ग्रहण गर्दैन। परमप्रभुको भवनमा भेटी लिकन आउनुभन्दा अगाडि यदि तेरो अनमन तेरो दाजुभाइसँग छ, कोहीसँग आरिस लाग्छ, जेलस लाग्छ भने परमप्रभुले यो कुरा भन्नुहुन्छ, पहिला त्यो मिला, क्षमा दे, अनि मेरो भवनमा भेटी लिकन आइज, एन्ड इट शैल बी एक्सेप्टेड। यति बेला अगाडि तपाईँ जतिजना हुनुहुन्छ हातलाई पक्रिनुहोस्, तपाईँको छेउमा दाजुभाइ हुनुहुन्छ दाजुभाइको हात पक्रिनुहोस्। अनि आज हामी एउटा वार पनि गर्दैछ, सँगै लडाइँ गर्दैछ, अनि त्यो चाहिँ के हो भने डिसयुनिटीको जुवालाई हामी भत्काउँछौँ। आमेन। सो मलाई चाहिँ पर्सनली प्रभुले के भनेको छ भने, जसरी हामी 12 वर्षसँगै थियो, हामी एउटै कोठामा प्रार्थना गर्थ्यौँ, अनि हाम्रोमा यस्तो जोस थियो, अनि परमप्रभु यो कुरा भन्नुहुन्छ 13 वर्षसम्म यो चुट्टिएन, हामीले कहिले एकअर्कालाई न्याय गरेन, कहिले एकअर्कालाई तल हेरेन, यो दाजुले मलाई कहिले तल हेरेन, अर्काले दोष ल्याउँदा उसले ढाकिदिन्थ्यो, यो दाजुले ढाकिदिन्थ्यो, यो दाजुले ढाकिदिन्थ्यो, संसारको सबै मान्छे मेरो एगेन्स्टमा आयो भने मलाई याद छ एक कलमा यो 3 जना मान्छे आइपुग्छ त्यही ठाउँमा भनिकन। अनि म यो प्रार्थना गर्छु अनि यो चढाउँछु कि पवित्र आत्माले भनेछ त्यही स्पिरिट चाहिँ रिलिज हुन्छ ब्रदरहुडको, जहाँ राइभल छैन, आफूभन्दा श्रेष्ठ अरूलाई आफ्नो गर्ने ठाउँ छोडेर अरूलाई तिमी गर भन्छ, अनि त्यो जुवा भाँचिँदैछ। अनि यो चाहिँ तपाईँको मोमेन्ट हो, जस्तै उहाँ विजय दाजुले एउटा टाइममा पुगेर स्वर्गीय उग्रियो भन्छ, कारण पेन्टिकोस्टको दिनमा स्वर्गीय उग्रियो छ। हामी एकसाथ अन्य भाषा बोल्छौँ। Lord Jesus, आफ्नो हृदयलाई परमेश्वरको अगाडि राख्नुहोस्, किन परमेश्वरले हृदयलाई हेर्नुहुन्छ। स्वर्ग यति साह्रो यति बेला यो कोठामा खिचिँदैछ, त्यो चाहिँ मान्छेलाई देखेर होइन, तर तपाईँको हृदयलाई। लर्ड जिसस, अझै 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 अझै
अझै अझै अझै अझै अझै तपाईँको हृदयलाई अझै परमेश्वरको अगाडि लगिन जानुहोस्, किन स्वर्ग चाहिँ हृदयले खोल्छ. Lord, 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 mercy Jesus, mercy Lord. अझै 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 तपाईँको हृदयलाई परमेश्वरको अगाडि लगिन जानुहोस्. Oh Lord Jesus, अझै 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 स्वर्ग उग्रेकोस्, स्वर्ग उग्रेकोस् येशू ख्रीष्टको नाम अनि रगतमा. Let the heaven open right now in the name of Jesus. Jesus, 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 Jesus. Point up. What else? Fire of the Holy Spirit. Release, 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 release. Fire of the Holy Spirit. Konos, 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 konos. Shakti Bogos, Shakti Bogos, Shakti Bogos, Shakti Bogos. Swarga ugrosasai, ugrosasai. Ajay, 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 Ajay.